नमस्ते फेरि पनि तपाईहरुलाई सबैलाई आज पनि यो एक्सप्रेस जाँदैछ नामै यो जाँदैछ हेर्नु होला एकदम 3 पिस जाँदैछ तीनटा बस हेर्नुस् कस्तो राम्रो यो बसको एक्सप्रेस एकदम यहाँ मलेसियामा चाहिँ वास्तव भन्नुपर्दा यो सबैभन्दा एक्सप्रेसमा यहीलाई मान्दो रहेछ किन भन्दा यसको चाहिँ स्टपै छैन यसको गन्तव्य अब नेपालमा काठमाडौँ टु विराटनगर भनेपछि बीचमा खाना खान मात्र रोकिन्छ बीचतिरको प्यासेन्जरै नहाल्ने डाइरेक्ट विराटनगर खाना खानु पिसाब फेर्नु टोयलेटको लागि रोक्यो भने रोक्यो नत्र एकैचोटि विराटनगर हो यस्तै गाडी चाहिँ यो पर्छ है यहाँ चाहिँ तपाईलाई यो जानकारी गराउन चाहे र यो बसको अर्को कुरा के राम्रो भन्दाखेरिमा यो धेरै हाइट दुई तले बस जस्तो यसको हाइट हुनु कारण के चाहिँ भन्दाखेरिमा तल चाहिँ तपाईको यसको लगेज बक्स चाहिँ एकदम ठुलो तपाईको एकजनाको सामान तपाईले 100 किलो छ भने नि अट्यो त्यस्तो के एकदमै भित्र सुनन यहाँबाट जान्छ है यसको दोस्रो कुरा यो भयो अब तेस्रो कुरा के चाहिँ भन्नुहुन्छ भने यसको यो गाडीको चाहिँ अब तपाईहरु त कताबाट हेर्नुहुन्छ होला हैन तर यहाँ चाहिँ सबैभन्दा फेरि सस्तो पनि यसो र अर्को चौथो कुरा के भन्दाखेरि फेरि यसको चाहिँ के कुरा भन्दाखेरि यो धेरै राम्रो यो अलिकति खराब र अलिकति यसको नराम्रो हुने बित्तिकै यसलाई एक्सचेन्ज भइहाल्छ यो बस है यो किनभने नयाँ एकदम न्यू भयो भने मात्रै चल्ने यस्तो यो फोहोर सोहोर अलिकति खोट केही नचल्ने थियो ल अब अर्को कुरा चाहिँ योको के रहेछ आज भन्दाखेरिमा चाहिँ यो बस चाहिँ निकालेको सुरुदेखि आजसम्म चाहिँ ट्याक्कै 20 वर्ष भएछ है 20औं वर्षको चाहिँ एनिभर्सरी पनि मनाउँदैछ आज अब यसको झलक पनि पायो भने म खिच्नेछु हेर्नु होला गाइस अब के गर्नु 20औं वर्षमा पुगेको दिन आज त्यही भएर आज यता पनि राखेको छ 20 वर्षमा 20 वटा उहाँ छ एउटा हेर्नुहोस् देख्नु भएको छैन हेर्नलाई उहाँ छ एउटा यहाँ छ अनि 3टा यहाँ भयो 20 वर्षको एनिभर्सरीमा 20 वटा गाडी आज निकाल्न लाग्यो तपाईलाई यो पनि जानकारी गराउन चाहेर अब अरू सबै भित्रतिर छ हैन तपाईलाई म त्यो निक्लिने बेलामा फेरि अरू देखाउने छु र यो चाहिँ धेरै खुसीको कुरा सुन्नु पाएँ 20औं वर्षमा हिँडेछ भनेपछि यसको एकदम प्रगति उन्नति राम्रो रहेछ भन्ने कुरा पनि बुझ्नु पर्यो हैन ठीक छ यो विषयमा यसको म्यानेजर चाहिँ यो रहेछ यो मान्छे अब उहाँ चाहिँ म्यानेजर यो बसको ह्यान्डलिङमा अब मेन बस चाहिँ अब कता हो त्यो चाहिँ हैन जियोस एउटा पर पनि रहेछ ल त्यहाँ पनि देख्नु होला तपाईले यो हैन लगभग यहाँ 6-7 वटा त अहिले देखिसक्नु भयो जस आज 20औं वर्ष एनिभर्सरीमा जियोस 20 वटा निक्लिनु हो अरे यहाँ छ दुईटा हेर्नुस् यो 3 र 2 5 यसै भइहाल्यो त्यहाँ 3टा 8 त्यसै भइहाल्यो त्यहाँ 2टा अनि 12 वटा त्यसै भइहाल्यो 8 वटा भित्रतिर होला भनेपछि आज 20औं वर्षको 20 वटा बस निक्लिने एनिभर्सरी यो एक्सप्रेसको है त गाइस त्यो पनि तपाईहरुले भन्नु चाहे र अर्को कुरा के भन्दा यसको धेरै फ्यासिलिटी राम्रो मलेसियामा चाहिँ भन्नुपर्दा कुनै अरू धेरै एक्सप्रेसहरु छ यो स्टार मार्ट एक्सप्रेस पनि मैले भिडियो पहिले बनाएँ मारालाई जाने यहाँ छ त्यसपछि दिल्लीमा यहाँ छ यो बसहरुको अगाडि चाहिँ यो बसको चाहिँ छुट्टै एकदम यसको एकदम छाप बसाउन सफल भएको रहेछ किन भन्दा धेरै मैले बुझेको अनुसारमा चाहिँ यो बस एक्सप्रेस एउटा यसको गन्तव्यमा मात्रै रोक्ने थियो टाकटुक यसको टाइम टेबल तपाईको 9 बजे गुड्ने भएपछि 9 बजे ट्याक्कै हिँड्यो अब यसको खाना खाने ठाउँ कहाँ छ र त्यो अब दिशा पिसा लाग्दाखेरि रोक्ने ठाउँमा त त्यो अब इमर्जेन्सी रोक्नु पर्यो त्यो खाना खाने ठाउँ रोकेपछि एकदम आफ्नो एक्सप्रेस त्यो आफ्नो ठाउँ कहाँ हो त्यहाँ गएर मात्रै रोक्नु भनेपछि एकदम टाइम टेबल यति फास्ट यति राम्रो तपाईको हैन तपाईको अब कस्टमरले चाहिँ सामानहरु जति ल्याए पनि टक्क डिकीभित्र हालेर तपाईले सरर जति पनि लान पायो सबै कुराहरुमै भन्न समर्पण भन्नुभयो एकदम यो चाहिँ एकदम नम्बर 1 मा मान्ने रहेछ त्यही भएर यसले 20औं वर्ष एनिभर्सरी मनाएर 20 वटा गाडी आज निकाल्दैछ र यसको एकदम प्रगति उन्नति धेरै राम्रो देखियो र अरु पनि छ प्रगतिमा अब मलेसिया 101 छ तर यसलाई 1 नम्बरमा मान्दो रहेछ त्यो पनि तपाईहरुले जानकारी गराउन चाहे यो एक्सप्रेस नाम पनि राम्रो लाग्यो यो एक्सप्रेस भाइ के छ तिमी एसएस को कार्य भनेपछि काम गर्ने हो नि त यो बस निक्लिँदैन आज निस्किन्छ आज कतिवटा 3 वटा है टोटल कतिवटा छ यो टोटल 17 वटा थियो 3 वटा आज निस्किन अरु निस्किसक्यो भनेपछि यो आज 20औं वर्ष एनिभर्सरी पनि हो रे हैन ठीक छ यो भाइ चाहिँ यो बस कम्पनीको चाहिँ एकदम कमान्डरै हो यो यहाँ ल्याउने मिलाउने यसको के सिस्टम छ सबैहरु हेर्ने भाइ हो अनि भाइको घर चाहिँ कहाँ हो सरलाई अनि काम कस्तो चलिरहेछ यहाँ के छ राम्रो छ हो भनेपछि यो एक्सप्रेस आज 3टा निक्लिने है भने के भाइ अब आज त यो निक्लिँदा त भाइलाई पनि एउटा के छुट्टै के हुन्छ कसो के छ मुस्कान पनि राम्रो छ भाइ हो लास्टमा दिए भने दिए हुन्छ ल ठीक छ भनेपछि राम्रो कामसाम राम्रो चलिरहेछ कमान्डर राम्रै गरिरहेछ भने राम्रो नाम के हो भाइ जितेन राई है घर कहाँ रे
सरलाई चाहिँ होइन ल ठिक छ राम्रो छ हाम्रो भाइ चाहिँ सिक्युरिटी भाइ के छ आज कतिवटा बस निक्लिँदैछ आज 3वटा निस्किन्छ हो भनेपछि यो एक्सप्रेस है यो एक्सप्रेस ल जताततै हेर न भिडियोको क्यामेराले उता पनि यो देखिरहेछ यता पनि यो देखिरहेछ योको आज एकदम छत बसाएको छ हो सिङ्गापुर जानु सबै यहाँबाट है मलेसिया भरि जानु यो बसमा चढेर ल ठिक छ ल हामीले पनि एडभर्टाइज खतरा छ के हो के स्टाफै जस्तो यो यसलाई त एकदम एडभर्टाइज गर्नुभयो त के हो ल ठिक छ ल ल ल सबैलाई धन्यवाद है त ल अब हामी फेरि भेट्ने छौँ यो एक्सप्रेसको साथमा तपाईँको सामने फेरि आउँछ टाइम बाई बाई लाइक अनि सब्सक्राइब अनि कमेन्ट गर्नु नभुल्नु होला प्लिज